आमालाई चाहिँ कति दिनदेखिको हैन यो पखेटा अनि खुट्टा खान मन लागेको थियो। अनि त्यही भएर मैले चाहिँ आज खुट्टा अनि यो लेग पिस भइहाल्यो। कस्तो दामी छ के ठुल्ठुलो। अनि यो विङ्स है पखेटा। अब यसलाई चाहिँ म म्यारिनेट गरेर राख्छु। मैले म्यारिनेट गरिसकेँ। अनि मैले चाहिँ एकदम सादा के अदुवा लसुन बेसार नुन ल अनि अहिले म यसलाई म्यारिनेट गरेर राख्छु। अनि आमालाई नुहाइ गरिदिन्छु। अनि त्यस पछाडि आज चाहिँ मजाले आगोमा बनाएर खाने हो साथीहरू। अनि तपाईँहरूलाई म देखाउँछु है त। आगोमा बनाएको देखाउँछु। मलाई चाहिँ एकदम डर लाग्छ क्या फ्राई गर्नलाई। म चाहिँ आमालाई नै लगाउँछु होला सायद फ्राई गर्न। मलाई चाहिँ तेलदेखि एकदम डर लाग्छ के। ल आज चाहिँ आगोमा बनाएर खाने साथीहरू। म चाहिँ लेग पिस हाल्छु। डरले मरेन म चाहिँ सक्दिनँ। अब आमालाई हेर्न लगाउँछु। मलाई त कस्तो डर लाग्छ। अझै तलको फर्काइदिनु रातो भन्छ है। डरले मर्नु हुन्छ। मलाई हेर्नु धेरै उयो पनि हालेको छ नि तेल पनि। तेल म त यो ठुल्ठुलो थियो नि त पुग्दैन होला भन्नु। अहिले खुट्टा हेर्नु त आमा हो त्यही चाहिँ चलाएको छु। त्यो चलाएको अझै फर्काइदिनु फर्काएर आज चाहिँ हाम्रो महाभोज हुँदैछ। आमालाई चाहिँ एकदम खान मन लागेको थियो यो लेग पिसहरू। अनि यहाँ छ भट्ट साँधेको अनि कालो दाल जानेको छ। अनि हाम्रो खाना भइहाल्यो। अनि यहाँ छ रायो साग र साथीहरू। अब हामी खाना सुरु गर्छौँ। हेलो साथीहरू, आज हामी लिएर आएको छौँ आमाको भयो आमाको चोइसमा मासु। हेर्नुहोस्। अनि आमालाई चाहिँ एकदम लेग खुट्टा अनि यो लेग पिस भइहाल्यो। अनि यो पखेटा विङ्स अनि यो खुट्टा आमालाई एकदम खान मन लागेको। अनि अब हामी ढिला नगरी खान्छौँ। आज ढिलो भइसक्यो। कतिपय नुहाइ गरेर खानासाना बनाउँदा त ढिलै भइहाल्यो साथीहरूलाई। अनि यहाँ बनेको छ रायोको साग। अनि यहाँ छ हाम्रो कालो दाल घिउमा जानेको। अनि यहाँ छ भट्ट। भट्ट चाहिँ रुख टमाटर मिसाएको छ एकदम अमिलो। त्यो हाल्न परेन कि हामीलाई कागती त्यो हालि अलि हाल्नु मामा भयो पुग्छ। अब हामी खाना सुरु गर्छौँ साथीहरू। भोकले मर्न लाग्यो। धेरै खान सकिँदैन। पापड चाहिँ यति मात्रै रहेछ कि सकिसकेको रहेछ। अब किन्ने अनि यहाँले पापड चाहिँ अलि मिठो त मिठै तर एकदम नुन चर्को हुँदो रहेछ। अर्कोवाला पापड खानु पऱ्यो। दाल हाल्नु तपाईँलाई मासु खानु नि त। दाल हाल्छ तपाईँलाई नि यसरी देखाएर खानु रहर लागेको होइन त होइन। अनि अस्ति त यति देखाएर खाएको के भनेको खाने नि अनि आज खाए त देखाएर आमा मैले त बनाएको त के खानु के खानु भन्छ नि कसले मान्छेले भन्दैन भनिराखोस्। हामी सधैँ खाने यसरी नै हो। कहिले देखाएर खानलाई भएको खाने नि यस्तै हामी हप्तामा एकचोटि यसरी खानु सधैँ खान्छ नि। हप्तामा एकचोटि मासु बिचबिचमा अन्डा
मासु पनि खान्छ भिटामिन खान्छ। आज चाहिँ हाम्रो महाभोज भएको छ। खाना मासु खानु खानु यहाँ ढाड चाहिँ यहाँ हो यहाँ आमा जत्रो छ यता रहरू मात्र आमाको फेरि अहिले एउटा मात्र खाने खान सक्नु म त भागेको फ्राई गर्ने बेलामा सक्दैन। मेरो काम त ठिक बनाइदिनु मात्रै हो अनि आमाले हो सधैँ फ्राई गर्ने है। मिठो पाऱ्यो झन् मासु पनि उल्टी खाएको कुखुरा त थियो होला 5-7 किलो है। आज शनिबार छुट्टी बुढाहरू कराएर ओ नकरा ओ बुढा एकछिन नकराउ त झन् रोइदियो। त्यसरी समय राख्ने हुन्छ म त म त लास्ट टाइम खानु पर्ला मासु किन भात सेलाउँदा नि मासु खायो भातसँगै खाने नि भ्याउनै खान्छ खाएर के मासु भ्याउँदैन गर्नु एउटा पटा खान्छ एउटा दुईवटा पटा खान्छ। म चाहिँ एउटा मात्र खाने सबै भ्याउनु त काम पाइन्छ भ्याउनु न काटा एउटा के अरे कुकुरा आयो भने खान्छ बिचन जानु नै पाक्नु मजाले पाक्नु खान्छ भन्दै जानुपर्छ सुन्न खाला भनेर तर पापा खान्छु ओस्छु अलिक पाका चल्दैछ त्यहाँ अलिक पछि होला त्यो कोही एकछिन त डह्रो पड्क्यो नि खुट्टा हाल्दा त बम पड्क्यो जस्तो আমার দাগ আলু खाँदैछ साग खानु है
राजन तपाईँलाई आएन यही भयो घिउमा झालेको सबै चिसो भइसक्यो हाल्नु मस्त ला यस्तो भयो अचार हाल्नु मामा यहाँ छ म थोरै हालेर खान्छु खा ल लसपस हुन्छ पाको चम्ची के त यस्तै हुन्छ घरमा नखाने मान्छे भयो भने त मिठो भएको के हुन नि अचार त अमिलो मिठो भएको साग हाल्नु तपाईँले पर्दैन माम खा थोरै हुन्छ जस्तो लाग्छ साग तर धेरै नै हुँदो रहेछ तपाईँ र मलाई त कति छिटो सेला हो चिसो बनाउनु थालेको है डाक्टर के भन्नु यो राख्ने के भयो अनि यो त्यो काँचो काँचो पार्नमा त मजाले हालेको छ त हुन्छ कुन के भयो लास्टको होला क्या यो त पाकेन मजाले उयो खानु पनि पार्नु पहिला उल्टा खान्छ उल्टा हेर्नु न है यो त मजाले पाकेको खुर्सानी भनेको तपाईँले खुर्सानी मानिन्छ साग कस्तो मिठो भएको है आगोमा पकाएको भएर के मिठो मक्क भएको साग यो त तान्दैन दाँत नलाउनु मा माथि मजाने माथि चाहिँ सपमा त्यहाँदेखि सुन्तला बदाम
के खाने अब एउटा खुट्टा दे त सब भात यो यसमा त टमाटरको अचार मिठो हुन्थ्यो त्यसमा यो मासुमा के अचार राखेर तर हामीलाई चाहिँ अस्ति नैदेखि भट्टाको अचार खान मन लागेको भएर चाहिँ भट्टा बनाएको छ अटेक नुन चर्को भयो केमा भट्टामा मलाई त ठिक्क भएको हो म त यहाँ भातमा मुसेर खाएँ नि त भट्टा नि फेरि कस्तो मिठो छ है नौचको आर्चाको मिठो हुन पारेन पातीको यसपालि त पानीले बिगाऱ्यो कि सबै धान भट्टाहरू खाने यति एउटा खानामै पेट भर्यो तान्नु पर्यो है खुट्टा त अलि रातो देखिन के खुट्टा त यतिको हामीले त एकदम सादा बनाएर खाँदा पनि मिठो भयो केही पनि छैन यसमा त बेसा अदुवा लसुन नुन त्यति हो मिठो हुनु सबै कुरा हामीलाई नपर्दो रहेछ क्या पर्दैन मासु है मासु अलिकति टेस्टी भएपछि हुन्छ हुन्छ त्यस्तै मिठो हुन्छ अनि मान्छेको हात गुनानी हुन्छ नि है त्यही मासु छुट्टा छुट्टै मान्छेले बनायो भने त्यही अनुसारको स्वाद हुन्छ कुकुरीको बसी भात खाए बसी भात बिरालोले खायो हेर्नु न कस्तो देख्यो भात खानु पर्छ भात सेलायो
डम्म भयो त्यता मन भयो खानु न बिस्तारै यो चिकन चाहियो अलिकति हाल्छु तपाईँ हाल्ने के हो? अचार भयो यो पुग्छ तपाईँलाई मासु खाएर के लास्टमा डम्म भयो त्यो काटा पेट बना भयो झोल खाने यसको धेरै त न हुन्छ डेढसँग खाने त्यहाँ नि हुन्छ नानु नि खान्छ यो पापड त फेरि कस्तो टास हुन्छ अब चक्क मसलावाला रोटी गर्ने मसला भएको यो अर्को वाला त अलि अरट्ठ हुन्छ नि त मसला धेरै हुन्न पोल्ने बेलामा पनि राम्ररी पोलिन्न यो चाहिँ पोलेर खानेवाला रहेछ कि अस्ति पोलेर खाँदा त अरट्ठ भएको थियो अनि त राम्ररी नफुलेको जस्तो नास्ता थियो यो त खान सकेन खाने भने दाजु म सक्दिनँ लैजाऊ ए त्यहाँ ल कोले हेर्दै हुनुहुन्छ यो खाने भयो लिएर जानु कि ल यहाँबाट तान्नुहोस् यहाँ छ अझ छन ठुल्ठुलो छ क्या खतरा खतरा यो मजाले फुटेछ ल आउनुहोस् है लिन हाम्रो घरमा नभए हेर्दा हेर्दा भिडियोबाट तान्नुहोस् मिठो वाला मोबाइल किन्दिनँ ऊ मोबाइल त अब भिडियो बनाउन नि नमिल्ने हुन लागिसक्यो लाइट पनि बल्दैन पछाडि भिडियो गर्दा अनि मेमोरी नि फुल हुन लाग्यो के अनि भिडियो गर्दा गर्दा स्टप भयो भने के गर्नु अनि तपाईँले म भिडियो बनाउनै पाउँदैन किन्दिनँ न किन्छ नि म भोलि त्योमा के अरे किस्ताबन्दीमा के आधी पैसा दिने आधी नै दिन पर्दैन होला आधी जस्तो दिने 5,000 पैसा त्यही उता फलिराखेको नि आन्टीहरूको बारीमा यत्र यत्र हजार हजारको जाम त त्यहाँ टिक्न त्यसरी पैसा खर्च त्यो चिन्ता गर्नुपर्छ है किन्दिनु न छोराले नि किन्दिन्न आमाले नि किन्दिन्न हाम्रो मलाई त पैसा दिन पैसा छ नि बाउ त अब त म दिनु सक्दैन भन्छ सक्दैन अरे ल साथीहरू आमाले चाहिँ मलाई मोबाइल नकिनिदिने भयो माया गर्दैन के मैले मात्र माया सबैजनालाई
छोराले नि नकिनिदिने आमाले नि नकिनिदिने अब कसलाई भन्नु अब बाउलाई भन्छु म फोन गरेर बा मलाई एउटा मोबाइल पठाइदिनु भनेर भन्नु पर्यो कहाँबाट पठाइदिनु ल ल म आएको बेलामा लिएर आइदिन्छु भनेर भन्छ ल साथीहरू यसो पठाइदियो भने त सानोमा दिन्छ कसलाई सानो के सानो ए सानो तपाईँको भन्दा नि सानो इन्ट्रु हेलो तर पहिला पहिला त त्यही मोबाइल भयो नि हुन्थ्यो के अरे है केही पनि पाउँथिनँ अहिले त जति सुविधा भयो त्यति सुविधा चाहिने के अरे जति भाडा उति चुबुरको भने जस्तो भाडा नै घरमा जति भयो नि पुगे जस्तो लाग्दैन अनि अहिले अब मोबाइल जति भयो नि पुगे जस्तो लाग्दैन तर मेरो त धेरै नै भइसक्यो धेरै नै भइसक्यो यो मोबाइल किनेको पुरानो हुँदैन ल साथीहरू यसो हाँसी मजाक मर आमाको अब ल साँच्चीकै मेरो मेमोरी फुल हुन लागेको हो अनि त्यही भएर अब धेरै टाइमसम्म टिक्दैन मेरो मोबाइल फेरि अहिले स्टप हुने बेला भइसक्यो ल अब आमाले नि खाइभ्याउनु भयो अनि मैले पनि खाइभइसकेँ अब यो चाहिँ आमाले भन्नुभएको जस्तै ल तपाईँहरू कसैलाई खानु मन लागेको छ भने ल भिडियोबाट तान्नुहोस् है खतरा साथीहरू ल ल साथीहरू आजलाई यति भन्दै अब हामी छुट्छौँ होइन अनि तपाईँहरूलाई मेरो र आमाको भिडियोहरू होइन के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला ल आजलाई बिदा लिन्छु अब फेरि अर्को मुकबाङमा या जे भए पनि कुनै पनि भिडियोमा भेट्नेछौँ बाई बाई ल बाई गरिदिनु बाई 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 बाई